नमस्कार। लोकसेवा वशीकरणको नयाँ भिडियोमा यहाँहरूलाई स्वागत छ। आज संविधान सम्बन्धी महत्त्वपूर्ण प्रश्न लिएर आएको छु। नेपालको संविधानको धारा कतिमा नेपालको राजधानी काठमाडौँ रहने व्यवस्था गरिएको छ? धारा 200, धारा 101, धारा 288, धारा 285, धारा 274। काठमाडौँ क प्लस 8 काठ, दुईवटा 8 को अगाडि 2 काठमाडौँमै उत्तर छ। यो तल ट्रिक पनि दिएको छु, तपाईहरु पनि हेर्न सक्नुहुन्छ। काठमाडौँमै उत्तर छ। दुईवटा 8 अगाडि 2, 288 मा काठमाडौँ राजधानी रहने व्यवस्था गरिएको छ भन्ने उत्तर हो। र अन्य धाराहरू धारा 101 महाभियोग सम्बन्धी व्यवस्था कयौं पटक लोकसेवाले सोधिसकेको छ। धारा 285 सरकारी सेवाको गठन सम्बन्धी व्यवस्था, यो हामीलाई रिटर्न र जीकेमा पनि काम दिन्छ। धारा 274 संविधान संशोधन सम्बन्धी व्यवस्था, यो पनि हामीलाई काम दिने प्रश्न र महत्त्वपूर्ण प्रश्न रहेको छ। यिनलाई याद गर्नुहोला। यी र यस्तै जीके सम्बन्धी नलेजेबल भिडियोहरू हेर्नको लागि हामीलाई फलो गर्दै गर्नुहोला है त।